ल है माछा यति मार्यो पर छ अलिक कहाँ छ पर ए हो ल ल अब सफा गरौँ ल ल है माछा चाहिँ माछा चाहिँ नराम्रोसँगले मारिएको छ उयो माउर चाहिँ खुस्काएर फ्याँकिदिउँ ल होइन खाँदो मात्रै पकाऊ अरू चाहिँ पापालाई दिनु खाइसक्दैन होला नि अब यो होइन नि अब त्यो फ्राई गरिन्छ त्यसो त ऊ भाइले माछाले मार ल है माछा चाहिँ नराम्रोसँगले भन्दा पनि राम्रैसँगले मार्यो गति छैन ल है ल अब हामीले यहीँ पकाएर खानु लागेको छौँ ल है हामीले यहाँ पकाएर खानु लागेको अब त्यहीसँगले खोला चाहिँ यही हो अलिकति बढेछ खोला अलिक धमिलो भएको छ अझै पनि टाङ्गो चाहिँ एक दुईवटा लडी पनि रहेछ त्यहाँ पर छ पनि कहाँबाट आउनुभयो टाढैबाट कति आयो ए यहाँ आएछ नि त चढ्ने लु यहाँ छ ए माछा ए उयसमा परेछ नि मकैमा माछा अनि यो नमरेको हो र यो डर लागेर बोकेन कि मैले के अरे यो बाँस यताबाट आउने हो न बोक्नु हुँदैन मैले दुईटा फ्याँकेँ यो चाहिँ मुङ्ग्री दुईटा मारेको थिएँ यो सेतो खालको मिठो हुन्छ है अब हामी पकाइ खानु लागि तयार छौँ आजको हाम्रो वनभोज शिकार यहीँ मारेको खोलामा एकदम ताजा अर्ग्यानिक किलो मऱ्यो नि मरेको छ त्यो चाहिँ उता पर पाउने टिकटिक लोखने चाहिँ यो नआउँदो निग्लो हुँदैन यिनीहरूको त हुँदैन दोबानमा साह्रो परिन्छ माछा मर्छ नि त्यहाँ मर्नु है आगो बल्न थाल्यो है ल है रमाइलो छ आजको दिन गर्मी चाहिँ साह्रो भयो हात डढेर हेर्नु है यहाँ हात डढेर आमा रिङ्गै बसेछ हाम्रो अर्ग्यानिक चुला चाहिँ यस्तो छ ल है उहिले पिकनिक खाएको जस्तो दाउरा भेला पार्नु ए पापा भेला पारेर आउँदैछ ल है माम पनि बसाइयो आज चाहिँ कचाक कुचुक माम खाइन्छ भोक लागेर साह्रो भयो
माछा काट्नको लागि तेल माछा चाहिँ 3 केजीमा बढी मारिएको थियो। लहै माछा चाहिँ नराम्रोसँगले राम्रै मारियो। ल 5 जनालाई है 5 जनालाई टाको त अझै पनि तेर्सि नै रहेछ है। पुरै लाउनु भराइ गर्नुपर्छ। कागती चाहिँ लाउनु पर्छ, फर्स्ट गराउँदैन क्या। दिक्तल बजार तिमीसँग माया लाउनु टमेटो पनि अरु पनि छ। के छ टमाटर टमेटो तेल त यही पनि छ। माथि हात्ती खर्कातिर कसरी पुदुनाको लो हेर्नु पनि राम्रो हुन्छ नि। गाउँले वनभोज आजको अर्ग्यानिक वनभोज। भरेन टमाटरसँग एकैचोटि लाउँछ, त्यही लगाइदिइराख्नु त म टमाटर काटेर त्यही लाउँछ यो प्लेट कालिदिएर चाहिँ भयो। होइन मिठो भोक लागिरहेको छ नि त अहिले त। त्यही त यतिखेर त खाइसक्नु पर्थ्यो कि। खालको माछा खारिएको रहेछ। खालको माछा चाहिँ खराएर सुप लगाएर खाइन्छ। उम्लिँदैछ है, तेल उम्लिँदैछ। भात पनि रेडी भइसक्यो। बिस्कुट भोक लाग्यो भने खाँदा हुन्छ। कुल्ले बिनाको बिस्कुट
ठिक्कको हुन्छ खाउ पाल साह्रै पर नाच्दा नखाने अब एकैचोटि अब साह्रै पर सुरु भए फ्राई फ्राई सुरु भयो फ्राई फ्राई फिस सुरु भयो फ्राई फिस अब माम हेरौँ है एकछिन छोपेर चलाउनु पर्छ रमाइलो छ खतरा खतरा यो खालको छ माछा चाहिँ यो खालको यो पिकनिक खानु जाँदाखेरि दाउरा खोजे जस्तो यातायात हो ठ्याक्कै दाउरा खोजेर लिएर चाहिँ यसरी पकाइ खान्थ्यौँ यसरी दाउरा खोजेर ल्याउँथ्यो पिकनिक खानु जाँदा तल गएर पर्यो पापाले दाउरा लिएर आएकै छ दुईटा छ है बा निकाल्दा त्यहाँ तर त्यहाँ चिसो छैन के माछा खानुलाई चाहिँ यस्तै हुनुपर्छ क्या झ्याप्प अलिअलि चाहिँ हुँदैन
अब अझ कति 2-3 बान हुन्छ नि 2 बान 2 बान ल यो माछा चाहिँ यहीँ मारेको है हामीले यो खालको हुन्छ है पैसा पारेर मारेको हो सही हो बोल्नु पनि जान्नु पर्दो रहेछ धनिया त आएन नि हाल्छ प्रकृतिसँगै बसेर चाहिँ यहाँ रुख बिरुवा खोला नाला सबै वरिपरि चाहिँ बसेर हामी यहाँ नागनगेनी सबैलाई गर्दै आज यहाँ हामी खारिरहेछ पापालाई अझै माछा मार्नुको धोको पुरा भएको दिन्छ बल्छी मिलाउँदै हुन्छ मा चाहिँ हाम्रो यहाँ छुवा खटिरहनु भएको छ 2 जना छ मेरो चाहिँ ह्याप्पी फादर्स डे चाहिँ यस्तै मनाइन्छ है हेरौँ है मेरो चाहिँ जहिलेसुकैको ह्याप्पी फादर्स डे हो ए फादर भनेको यहाँ फेरि अब माछा कति चाहिँ त्यहाँ पर्नु आँट्यो भनेर हेर्दैछ साहेबले पनि पर माछा अझै पनि चित्तै मरेको रहेछ माछा मारिरहनु भएको छ अझै पनि हाम्रो यहाँ छुवाले पुरै प्याक गरिरहनु भएको छ पाकेन धनकुटा जानु पर्दा ठुलैलै मोटर चढ्नलाई धनकुटा यस्तो छ गर्मीले हेरौँ यहाँ कलक चेन्ज भएको पुरै डढेर आमा हात खतरा छ रमाइलो छ तर जिन्दगी रमाइलो छ रमाइलोसँगले बिताउनुपर्छ छ कि त्यो भएर नपरेको क्या अब 1-2 दिनबाट पर्छ नि फेरि मैले त त्यो यहाँ त रुखमा माछा त लोद्रो पर्छ त साह्रो पर्छ यो चाहिँ सानो खालको माछा हो यो चाहिँ सिजनल फिस यसको छुट्टै फेरि यहाँ खराइन्छ त्यसरी नै दाबेल हेर्नु है काठको दाबेलो नाम पनि रेडी छ माथि काली खोलातिर पुरै पकाइ खाइँदैछ है माछो हामी राईहरू जहाँ गए पनि तितीपतिले चाहिँ छोड्दैन हामीलाई यहाँहरू